केही खाए थिएन। एउटा गाउँबाट श्रीमानको सन्त हुँदैन जो बचाएर त्यसमा उनीहरू नेतृत्व गर्न पायो भने पुग्छ। यो देश जेसुकै होस्, समाज जस्तो सुकै होस्, तर त्यो समाजमा 80% मजदुर निवासीहरू छन् नि त। उहाँहरूको पीर, उहाँहरूको बेटा, उहाँहरूको अधिकारलाई सुरक्षित गराउने हामीले त्यो अभियान अगाडि बढाएको, यो सङ्गठनले बढाएको छ। उनीहरूलाई पीर छैन, त्यो पीर हामीले नै लिन्छौँ। 17 सालबाट उहाँले त्यो अभियान चलाउनुको विभिन्न लेखहरूमा सम्पादकीय रूपमा पनि न्यू लाइट, थन्डरबोल्ट जस्ता पत्रिकाहरूमा पनि उहाँले त्यो विषयमा लेख लेख्दै 22, 23, 24 सालदेखि अगाडि बढाउनुभयो। त्यति मात्र होइन, अघि पनि कुरा जोडियो। पुस्तक लेखेर पनि लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीय सरकार, अहिले तपाईँ हाम्रो मङ्गोल मूलवासी अधिकारको विषयमा लेख्ने क्रममा होइन, दुईटा राजद्रोही मुद्दा लगाएर जेल पनि हाल्यो, जेल चलान पनि हुनु पर्यो। यसरी उहाँले मजबुत रूपमा अगाडि बढाउनु भयो आफ्नो अभियान। अघि कुरा आउँदै थियो, त्यही मङ्सिर 29 गते 2052 सालमा पूर्व राजा वीरेन्द्रलाई पनि अब यो देशमा पूर्ण रूपको गणतन्त्र अथवा लोकतन्त्र हुनुपर्छ। धर्मनिरपेक्ष भनेको गणतन्त्र अथवा लोकतन्त्रका आधार हो। यसलाई पनि सँगसँगै अगाडि बढाउनुपर्छ। म कस्तो खालको पूर्ण रूपको लोकतन्त्र चाहन्छु भन्दाखेरि त्यहाँ विभेद हुँदैन, उस निच हुँदैन, नस्ल विभेद हुँदैन, सबैको अधिकार समान रूपमा अगाडि बढाउने खालको लोकतान्त्रिक समाजवाद, पूर्ण रूपको लोकतान्त्रिक समाजवाद चाहन्छु म। जुन समाजवादभित्र गरिब परिवारबाट पनि यो देशको नेतृत्व गर्न सक्ने सक्षम र हिम्मत आँटिलो व्यक्ति जन्मन सकोस्, त्यस्तो खालको लोकतन्त्र अथवा गणतन्त्र म चाहन्छु। अघि भने जस्तै रानीको पेटबाट होइन, व्यापारी अथवा धनीको पेटबाट होइन, विकट ठाउँबाट पनि देशको निमित्त, समाजको निमित्त अथवा तपाईँहरूको आवाज मजबुत बनाउन सक्ने नेतृत्व जन्माउनका निमित्त त्यो प्रकारको पूर्ण रूपको लोकतन्त्र चाहन्छु भनेर त्यो पत्रमा पुनस्थ रूपमा लेखेर पूर्व वीरेन्द्र राजालाई पठाएको। तर त्यसको 2 महिना पछाडि वीरेन्द्र राजाले माओवादी जन्माइदियो, माओवादीको सिर्जना गरिदियो। त्यो माओवादी जन्मायो, किन जन्मायो? अब त्यो नाराहरूलाई डाइभर्ट गरेर हाम्रो समुदायहरूलाई, राई लिम्बू तामाङ, पूर्वको राई लिम्बूहरूलाई, पश्चिमको गुरुङ नगर तामाङहरूलाई चाहिँ उठाएर माओवादीको नाममा चाहिँ भिडाउन पठाउने षड्यन्त्र गर्यो। किनकि त्यो शक्तिलाई मङ्गोल नेसनल अर्गनाइजेसनद्वारा गर्यो भने यहाँ त चाँडै लोकतन्त्र आउने हो, माओवादीहरूको हमी बुवाली चाहिँ अन्त्य छिटै हुने भयो भन्ने पीरले यसरी जन्म गरिदियो, षड्यन्त्र गर्यो, त्यो जन्माइदियो। त्यति मात्रै होइन, अन्त्य इतिहास स्पष्ट हुनुहोस्, त्यो समयमा त्यो गर्दाखेरि एमाले अथवा त्यति बेला एमालेहरू केही मैमु भन्नेहरू पनि थिए। उनीहरूले पनि साथमै रहेर साथमै अगाडि बढाउने क्रममा, नियममा मान्ने क्रममा त्यति बेला एउटा हामीले आदिवासी जनजाति दलित बनाउने कामहरू पनि गरे। कोही अछुतो छैनन्, यो पार्टीमा राम्रो भनेर अर्को पार्टी धेरै राम्रो भन्ने ठाउँमा भडखालोमा जाने नोकेरी। पार्टी परिवर्तन गर्छौँ, व्यवस्था त्यही हो, त्यही अनुहार हो, त्यही नस्ल हो जसले हामीले आजसम्म विरोध गरेर आएको छ। त्यस कारणले गर्दाखेरि तपाईँ भुल्ने ठाउँ छैन। त्यस पछाडि फेरि पूर्व राजा ज्ञानेन्द्रलाई पनि पत्र नपठाएको होइन, त्यही कुराहरू उल्लेख गरेर 2058 सालमा श्रावण 12 गते त्यो पत्र पठायो। त्यसको 1 महिना पछि, त्यसको 2 महिनापछि तपाईँको उहाँलाई भेट्न भनेर आएको पाहुना उहाँको डाक्टर गोपाल गुरुङजीको बहिनीलाई, डाक्टर गोपाल गुरुङजीलाई समात्न पाएपछि टुरिस्टले डाक्टर गोपाल गुरुङजीको बहिनीलाई 20 दिनसम्म हिरासतमा राखेर टर्चर गरिएको। किन भन्दाखेरि त्यो पत्र पठाइयो, त्यो पत्रमा चाहिँ लोकतन्त्र, धर्मनिरपेक्ष, यहाँ सबै समान रूपमा पाउनुपर्छ, हुँदैन।